फ्लाइओभर ब्रिज गएको यहाँनिर चाहिँ अहिले एकदमै जाम हुने ठाउँ। यो मुनि यसरी अन्डरपासबाट डाइरेक्ट क्रस हुने, माथिबाट डाइरेक्ट जाने। लगभग अन्तिम चरणमा आएको हुँदाखेरि हामीले देख्न सक्छौँ। अलिकति रिस्क छ यो ठाउँमा बस गर्नुको लागि। यो गोवार्खोको फ्लाइओभर यो चाहिँ 18.5 करोडमा भएको थियो। त्यसपछि फेरि साइड थप गरेर अहिले अन्तिम चरणमा आइसकेको छ। यो यता हाम्रो बालकुमारीबाट जाँदाखेरि बनाएको यो चाहिँ यो साइड चाहिँ पिच पनि गरेर लगभग सिक्किम लागेको छ। गोवार्खोको फ्लाइओभर चाहिँ लगभग अब सिक्किम लागिसकेको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। यो अब पिच हुनु मात्रै बाँकी छ। पल्लो साइडको पिच भइसकेको छ। यो साइडको अलिकति रहेको छ। सबै क्लियरिङहरू गर्दैछ। अबको 1-2 हप्तामा चाहिँ यो सञ्चालनमा आउने कुराहरू आइरहेछ। लगभग यो चाहिँ 3-4 वर्षमा चाहिँ अब सञ्चालनमा आउनु लागेको छ। नेपालकै पहिलो फ्लाइओभर नेपालीहरूले बनाएको। बिचमा अलिकति कमसल काम भएर फेरि त्यसलाई गरिवरि फेरि बनाएर लगभग हामीले बाइपास गरेर यहाँबाट अब गाडीहरू कुदाउन सक्छौँ। अब चाहिँ यो गोवार्खोको जाम जुन हामीलाई कम हुन्छ भन्ने हाम्रो आशा रहेको छ। देख्न सक्नुहुन्छ अन्तिम चरणको काम।